अनि तेस्रो कुरो हाम्रो लक्ष्य के हो भन्दाखेरि हाम्रो छुट्टै राज्यमा केवल पहाडवासी मात्रै छैनन्। हाम्रो छुट्टै राज्यमा मधेसमा रहने आदिवासी, बङ्गाली, बिहारी, मारवाडी, कोचे मेचे, राजवंशी, कामतापुरी सबै हाम्रो छुट्टै राज्यमा छन् भन्नुभयो। अनि यी सबै धर्म, यी सबै जातपातलाई लिएर नै हाम्रो छुट्टै राज्य हुन्छ भन्नुभयो। अनि आजदेखि तपाईँ हामी सबैले एउटै कुरो भन्नुपर्छ साथीहरूलाई, यदि बङ्गाली जातिलाई, बिहारी जातिलाई, मारवाडीलाई, मुसलमानलाई होइन आदिवासीलाई यदि हामीले कुनै कुरोको सेक्रिफाइस गरेर उहाँहरूले हामीलाई अँगाल्नु आउँछन् भने त्यो कुरो सेक्रिफाइस गर्नुपर्छ हामीले। जति नै ठुलो कुरो सेक्रिफाइस हुन्छ। उहाँहरूले भन्नुहुन्छ होला मुख्यमन्त्री छुट्टै राज्य भएपछि हाम्रो हुनुपर्छ भने हुनु दिनुपर्छ। तपाईँ हामीलाई जङ्गलसँग मतलब छ, रुखसँग मतलब होइन। हामीलाई जङ्गलसँग मतलब छ, रुखसँग। अहिलेसम्म हामीले के देख्यौँ भन्दाखेरि रुख खोज्ने भयो, जङ्गल भुलिने भयो, अनि यो हालत भयो। अनि अन्तमा हाम्रो लक्ष्य के हो भन्दाखेरि भारत सरकारलाई गएर, पश्चिम बङ्गाल सरकारलाई गएर अब चाहिँ तपाईँ हामीले भन्नुपर्छ कि हाम्रो समाधान, हाम्रो छुट्टै राज्यको समाधान एक स्थायी समाधान हुनु पर्यो, दीर्घकालीन समाधान हुनु पर्यो, पर्मानेन्ट सोल्युसन हुनु पर्यो, ड्युरेबल सोल्युसन हुनु पर्यो। अनि यो पर्मानेन्ट सोल्युसन, ड्युरेबल सोल्युसन अनि तपाईँ हाम्रो एउटा दीर्घकालीन समाधान र स्थायी समाधान चाहिँ केवल छुट्टै राज्य मात्रै हुन्छ। अरू कुनै व्यवस्थाले तपाईँ हाम्रो आस्था, तपाईँ हाम्रो विश्वास र तपाईँ हाम्रो चाहनालाई पुरा गर्दैन अघि। अनि अन्तमा म तपाईँहरूलाई यो भन्न चाहन्छु, हेर्नुहोस् विगत दिनमा के भयो, कसो भयो, अब फर्केर नहेर्नुहोस्। तपाईँले विगतलाई तब मात्रै ल्याउनुहोस् जब त्यसले तपाईँको भविष्य सपार्छ, नत्र भने विगत ल्याउँदै नल्याउनुहोस्। जब त्यो विगतले तपाईँ हाम्रो भविष्य सपार्छ, त्यो विगतलाई तपाईँले कोट्टै ल्याउनु पर्छ। तर यदि विगतले तपाईँ हाम्रो मस्तिष्कमा विष हालिदिन्छ होइन, तपाईँ हाम्रो एकअर्कामा सद्भावनालाई, शान्तिलाई खलबलाइदिन्छ भने त्यो विगतलाई तपाईँले ल्याउँदै नल्याउनुहोस्। अनि तपाईँ हामी सबैले एउटै कुरो गर्नुपर्छ, हेर्नुहोस् यदि तपाईँ हामी सबैले आज चाहिँ एउटा कुरो भन्यो भने कि आजदेखि हाम्रो दुश्मनै छैन, वी हेभ जिरो एनिमी। वी हेभ जिरो एनिमी। हाम्रो कुनै पनि दुश्मन होइन, हाम्रो कुनै राजनैतिक दल पनि दुश्मन होइन, कुनै व्यक्ति पनि दुश्मन होइन, कुनै संस्था पनि दुश्मन होइन। अनि हाम्रो सबै साथीहरू, तल मधेसका पनि सबै साथीहरू, डुवर्सका पनि सबै साथीहरू, यहाँ दार्जिलिङमा पनि सबै साथीहरू हाम्रो जिरो एनिमी एकपल्ट गरौँ। अनि हेर्नुहोस् यो जग्गामा कस्तो किसिमको खुसियाली आएर हामीले छुट्टै राज्य ल्याउन सक्छौँ अघि। र तपाईँहरू सबैलाई फेरि पनि अघि हार्दिक धन्यवाद दिन चाहन्छौँ। हामी सबै साथीहरूको पक्षबाट यतिसम्म तपाईँहरू यहाँ बिहानदेखि बस्नुभएको भनेर हामीले सुन्यौँ अघि। हामी हिँड्ने कोसिस गऱ्यौँ छिटोभन्दा छिटो, तर हिँड्नै सकेनौँ। के गर्नु, बुढो भएछ। बिहान 9 बजीदेखि बस्दिनु भयो अघि। अनि यस्तो भेटघाट हुने श्रृङ्खला, यस्तो सफा मनले कुरा गर्ने हेर्नुहोस् श्रृङ्खला अब सुरु हुन्छ अघि। तपाईँ हामीले एउटै कुरो गर्नुपर्छ, हेर्नुहोस् हाम्रो शरीरमा तीनवटा कुरो हुन्छ, एउटा मस्तिष्क, एउटा मुख अनि एउटा मन। अनि यो
मस्तिष्क र मस्तिष्क मुख र मनको तालमेल भए मात्रै तपाईँ हामीले छुट्टै राज्य पाउँछौँ। अब फेरि पछि नजाउँ मस्तिष्कले के गर्यो, मुखले के गर्यो, मनले के गर्यो भन्ने कुरोमा पछि फर्केर तपाईँ हामीले नहेरौँ। I think this is a time for all of us to express our solid solidarity to the demand for a separate state. Thank you very much.